सुरु कर। ठीक है। म हबीब मंसूरी, देवानगंज वार्ड नंबर 4। सबैमा अस्सलामु अलैकुम, नमस्कार। म यहाँको घटना सम्बन्धमा केही कुरा राख्न चाहेको छु। वास्तवमा घटना दुई समुदायको सामान्य झगडा झडपबाट सुरु भयो। त्यसको मुख्य कारण भनेको डीजेको जोरको आवाजले दुई समूहको बीचमा सामान्य झगडा भएपछि डीजेवालाहरू भागेको हो, मान्छेहरू पनि यता आएको हो। त्यसको केही छिनपछि फेरि डीजे पक्षको मान्छेहरू जम्मा भएर मुस्लिम इलाकातिर आउन खोज्दा प्रहरीहरूले बारम्बार सम्झाएको बुझाएको, तर उहाँहरूले मान्नु भएन। जति भन्दा पनि आफ्नो जिद्दीको कारणले, आफ्नो हटको कारणले प्रहरीसँग भिडमभिड गरेको र लास्टमा प्रहरीमाथि ढुङ्गा प्रहार, लाठी प्रहार भयो। कतिपय प्रहरीहरूको टाउको फुटाइ भयो र अन्तमा प्रहरीबाट नै गोली चार्ज भयो र त्यो गोलीको क्रममा कतिलाई गोली लागेको र प्रहरीकै गोलीबाट मृत्यु पनि भएको भन्ने कुरा हामीहरूले सुन्यौं। यता चाहिँ विपक्षीबाट, हिन्दू पक्षबाट गोली मुस्लिमहरूले मारेको हो। त्यसमा पनि मदरसाको नाम राखिदिएको छ। मदरसामा बन्दुक राखेको छ, त्यहाँबाट आएको हो मान्छेहरू अनि गोली मारेको हो। यस्ता घटना घटाएको हो। वास्तवमा त्यो कुरा होइन। हिजोको अस्तिको हाम्रो गाउँपालिकाको अध्यक्षजीले र मृतकको बुवाले आफैले भन्नुभएको छ कि गोली चाहिँ प्रहरीबाट लागेको हो। एकजना हाम्रो बलराम मेहता भन्ने शिक्षकले उहाँले प्रश्न गर्नु भएको छ, जे जति गोली चलेको हो प्रहरीबाट चलेको हो, प्रहरीकै गोलीबाट मान्छेको मृत्यु भएको हो, मान्छेहरू घाइते भएको हो भन्ने उहाँले प्रश्न पारिसक्नु भएको छ। अब यता मुस्लिमहरूबाट भएको घटना दुर्घटना हो, यो जम्मै अफवाह हो, यस्तो चाहिँ भएको छैन। म तमाम गाउँवासीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु, घटना घटिसक्यो, जे भयो भयो। अब चाहिँ हामी संयम बर्छौं, हामी मिलेर बसौं। हाम्रो पहिलाकै सदियौं एउटा सम्बन्ध छ, एउटा सामाजिक सम्बन्ध छ, एउटा व्यवहारिक सम्बन्ध छ। यो व्यवहारिक सम्बन्ध, मेल मिलापको सम्बन्ध कायम गरौं भन्ने हाम्रो मुस्लिम समुदायबाट म चाहिँ भन्न चाहेको छु। जे भयो भयो, अब छलफल गरौं। ठिकै छ, दुई पक्षको बीचमा झडप भयो, त्यो कसले कति गल्ती गरेको छ त्यसको छलफल गरौं र छलफल गरेर जे जति गर्नुपर्ने प्रशासनले गर्छ त्यो चाहिँ कुरा हुनुपर्ने हो। हामी अब चाहिँ सबै कुरा हटाएर हामी चाहिँ मेल मिलापको वातावरण हाम्रो मुस्लिम समुदायबाट हुनुपर्ने भन्ने हामी सबैको सोच हो। त्यसकारण तमाम हामी यहाँ यस समुदायमा बस्ने मुस्लिम समुदायका मान्छेहरू, हिन्दू समुदायका मान्छेहरूलाई अपिल पुनः पुनः गर्न चाहेका छौं, तपाईहरू संयम बर्छौं, संयम साथ बस्दिनुहोस् र हामी पनि तपाईको साथ छौं। गल्ती गर्नेलाई कारबाही हुनुपर्छ, हामी पछाडि जाने होइन। त्यसकारण तपाईहरूले अब शान्तितिर आउनुहोस्, हामी मिलेर बसौं, छलफल गरौं, त्यही नै हाम्रो लागि राम्रो हो। यो समुदायलाई उजारेर फाइदा छैन, घरमा आगो लगाएर फाइदा छैन। घरमा आगो लगाउनु, अर्कोको घरमा आगो लगाउनु पनि राम्रो होइन। यो जनधनको क्षति गर्नु पनि राम्रो होइन।
यो गर्नु हाम्रो लागि भविष्यमा राम्रो हुने होइन। त्यसकारण हामी अब मेल मिलापको वातावरणतिर हामी गयौं भने भोलिका दिनमा पहिलाको जस्तो यो समाज निर्माण हुन्छ, समुदाय निर्माण हुन्छ भन्ने हाम्रो मुस्लिम वासीको तर्फबाट धरना छ। र खास गरेर म पुनः अपिल गर्न चाहेको छु कि यस्ता कुराहरुमा ध्यान दिएर बसौं, छलफल गरौं र आउने दिनमा हामी एउटा मेल मिलापको वातावरण सिर्जना गरौं।